नमस्ते, गुड मर्निङ। हामी चाहिँ आज घुम्न जान लागेको बुटोल के अरे दुबईदेखि ह्याङ्गी गार्डन भन्ने ठाउँ जान लागेको हो। अब रुमबाट निस्क्यौँ, लिफ्ट पर्खिँदै साथीहरू छ। सुल्टे कता गाइस उसमा ब्लकमा आउनु परेको सबै रेडी कहाँ छ केटा हो? हामी चाहिँ अब हिँड्यो, अब रुमबाट हिँड्यो। लगभग 130 किलोमिटरको टार्गेट थियो हाम्रो। 130 भन्दा 170 किलोमिटर होला वान वेको बाटो। गफ गर्दै डाँडा साथीभाइसँग गीत सुन्दै डाँडाकाँडा हेर्दै जान गएको थियौँ। आधी बाटो पुगिन्छ, आधी बाटोमा हामी एकछिन रेस्ट लिन्छौँ। साथीहरूसँग एकछिन कोल्ड ड्रिङ्कहरू पिउँदै एकछिन गफ गर्दै साथीहरूसँग कोही चाहिँ मान्छे झ्यापमा पुरै थकानले होला 7 बजी ड्युटी गर्नुपर्ने डेमा घुम्न गयो। सन्डेको दिन राम्रो टाइम स्पेन्ड गरेर साथीहरूसँग गइरहेको छ। हामी आधी बाटो पुग्न लाग्यौँ। हामी अझै एकछिन रोकेर एकछिन विश्राम गर्छौँ। हामी गर्मीको फिल भएको आधी बाटोबाटोमै पेप्सी पिउँदै कोल्ड ड्रिङ्क पिउँदै गएको थियौँ। अझै साथीहरूसँग मिठो मिठो गफ गर्दै कहिले साथीहरू हँसाउँछ, कहिले के गर्छ, रमाइलो भएको थियो। रेस्ट गर्ने भन्नु साथीहरूले। अब रेस्ट गरौँ, एकछिन रेस्ट गरौँ। अनि गाडी पनि बढाएको थियो, गाडीमा रेस्ट गर्ने, आफ्नो रेस्ट गर्ने भने थकान चाहिँ लाग्छ। पानी पिउने, कोल्ड ड्रिङ्क पिउने सुन्टाएको ल हेर्नुहोस् है गाइज, ल पहाड हामी चाहिँ यहाँ हत्ताको नजिक आइपुग्यौँ। हामी यो कलबाको एरिया, कलबा नजिक आइपुगेछौँ। अब हामी जाने चाहिँ हाम्रो साधक ह्याङ्गी गार्डन भन्ने ठाउँमा जान लाग्छ। हामी साथीहरू यहाँ छ, राजभाइ छ, अनि सबै साथीले भ्लग बनाइरहेको छ उताबाट पनि। हामी चाहिँ आज सन्डेको दिन पारेर हामी घुम्न आएको। हामी यस्तै साथीहरूसँग घुम्दै हामी अहिले हत्ता एरिया, हत्ताको नजिक आइपुगेछौँ। अनि यहाँबाट अझै हामी डेस्टिनेसन पुग्नेलाई अझै चाहिँ 22 किलोमिटर जति छ होला। 22 किलोमिटरमा हेरौँ, जाँदै गरेर फोटो खिचौँ ल। हाम्रो गाडी यहाँ छ, मेरो गाडी होइन। साथी पनि त्यही बसिरहेको छ, साथीहरू छ, बाह्र छ। हामी अहिले रेस्टमा बसिरहेको छौँ। साथीहरू कोही छ यतै, साथी छ यहाँ, सुल्टी राजभाइ छ, भाइ। के तर हाम्रो सुल्टीले गफ चाहिँ हाल्छ है। के अरे, के भनेको कुन लिएको रे? हामी यहाँ कुरा धरान सुल्ताल के हानेको रे? 2500को ट्र्याक हानिदिएको होइन। 2500 को कति भयो? 1 लाख, 1 लाखको 1 लाखको सानो मान्छे होइन नि। जुत्तादेखि हेर्नुपर्छ नि, मान्छे पुरा बिलियनको हो क्या। जुत्ता कतिको रे? जुत्ता कति रे?
नास्ता खाँदैछौँ यस्तो गर्मीले रातै होस् कालो पनि भइसक्यो गर्मीले सोल्टी पनि यहाँ छ हाम्रो भर्खर आएको चाहिँ त्यतिखेर क्या घरबाट भर्खर भन्नाले पनि छुट्टी गरेर आएको अनि जम्किजम भन्न थाल्यो हामी घ्याङ्गी गार्डनमा आयौँ दामी रहेछ गार्डनमा You have arrived. Thank you for using 2GIS. अब भित्र जाम किन जाम जाने नजाने भित्र किन यस्तो गर्यौँ होइन पैसा नै यो समुद्र हेर्नु त समुद्र हामी कल्पा भन्ने ठाउँमा आयो साथीहरूसँग कन्फ्युज भइरहेछ हामी चाहिँ यो गाडी यहाँ रोक्यौँ के भन्दैछ र आम्बो हो हामी दामी ठाउँमा आयौँ फेरि कल्पा भन्ने ठाउँ समुद्र यस्तो ठाउँमा गइरहेछ यसमा खेल्नुहुन्न साथीहरू त्यता बसिरहेको छ गाडीमा नास्ता खाने हामी लुलु मलमा आएको छौँ लुलु मलमा मसाज गरिरहेको छ मसाज कार्ड सिस्टम हो पैसा हाल्ने यहाँ होइन पैसा हाल्ने त्यहाँबाट कार्ड कति मिनटको हुन्छ यो कति मिनटको 5 रुपियाँको 5 रुपियाँ 2 मिनट ए मसाज गरिरहेको छ भोक लागेर हामी खाना खाने तर्कर के खाने रे हो मामा हो ठिकै हो यस्तो सिम्पल के छ लोकेसन सोधेर बसिरहेको लोकेसन त्यो छ बाटो कालो ओह्रालो बुझेर भाइ मोमो खान आएको चाउमिन खान्छ अब खाएर ग्रुपतिर जानुपर्छ नास्ता दुबईको मेला आयो बङ्गाली मार्केट भन्छ 5 रुपियाँको हाम्रो बनिरहेको छ त्यहाँ चाउमिन बनिरहेको ह्याप्पी बर्थडे मोहन भाइ